खै भिजा छैन यहाँ त। भिजा छैन अरे सुरु भयो ल मारेको छ त आमामा यो लेफ्ट साइडमा छ कुद्या छ त यो त मुजी ओए बाचा छ केटा टिङ्डिङ गराउ यहाँ मुजी अलि फेरि मर्यो भने फर्किनौ नि केटा टिङ्डिङ कति सजिलो हो क्या मुजी हेन्सी लास्टै सजिलो हो उफ्रिने मात्र काम छ त मुजी रातो बटन दबाउ रे पार्कर खेलेपछि अलिक गाह्रो पार्कर मार कस्तो हरामी मुजी बिचको बटन चाहिँ मर्दो रहेछ माछिक्ने बिचको बटन दबाउन रे म त पावर हुन्छ होला भनेर लाडा त्यसै मुजी सुरुबाटै किन गरायो मुजी ला पार्कर रहेछ हौ दादी पछाडि माछिक्ने फर्स्ट को छ माछिक्ने 2 नम्बर फर्स्ट मुजी मिलेर केटा यो 2 नम्बरलाई मुजी गाडा हान्थ्यो मुजी लडाइदिउँ माछिको बिचमा लखटी पाइन्छ पुग्न दिनु न मुजी 2 नम्बरलाई पुगिसक्यो माया 2 नम्बर काम हो ब्रो जर्मनीमा हो हेलो काम हो बेबे जर्मनीमा हो तिमी काम दोस्त बोलेन त अफलाइन भइदिउँ मुजी काम भनेको त यो माछी ह्यान्सीले गर्दा म मुजी फसिगयो क्या माछिक्ने यस्तो टाढा भयो नि मुजी म अगाडि थिएँ यार माछिकन त्यसै मर्वाइदिएर मुजी मलाई नम्बर 3 त कति पावर आम्मा पुगिसक्यो क्या नम्बर 3 कहाँ छ नम्बर 3 सबभन्दा लास्टमा हो लास्टमा नम्बर 3 सुरु गरेको मुजी सुरु नै गरेको छैन नम्बर 3 ले मुजी नम्बर 3 त कति पर हो भन्दै थियो केटाहरुमा म त केटा यार चेक पोइन्टै भेटेर माछिकेर कहाँ पुगिसक्यो यार नम्बर 7 त कहाँ पुगिसक्यो माछिके म यहाँ अड्के भयो यार सब मादर चोद ह्यान्सी गर्दा नम्बर 3 मुजी मैसँग आइसक्यो म नम्बर 3 जितिसक्यो मलाई म त खतरा खेलिदिन्छु यस्तो पार गरेर त नखेलेर जितिसक्यो मुजी यहाँ म खेलेर पनि जित्नु म त फर्स्ट टाइम हो है फर्स्ट टाइम हो यहाँ केटाहरुको म्याच फर्स्ट टाइम माछिक्ने कहाँ पुगिसक्यो केटाहरु त्यसै फर्स्ट टाइम हुने मुजी ओ म्याच म त तरकारी बनाएर ल्याउनु भन्थे तरकारी बनाएर त्यो कामा अफलाइन भएछ नि त ठिक्क भयो मुजी जितिसक्यो कामाले यार सबलाई सरी अब मुजी यो नम्बर 7 लाई जित्नुपर्छ लेब्रोनलाई मुजी लेब्रोन म स्पिडमा कुदा नम्बर 7 के लेब्रोनको पन्नै हान्नुपर्छ मुजी फर्स्ट हुन आँटिसक्यो यार केटा रोक्नु माछिले ब्रेक लगाउनु मुजी 200-300 मिटर टाढा छ यार मभन्दा लामो गर्ने म मुजी यहाँ एक्लै मरेछ पार्करमा नि कसरी मर्छौ केटा तिमीहरु होइन होला यस्तै पार गर्ने त गाडा हाल्छ पुरा यार कसरी मर्यो भन्छ त यो त सजिलो रहेछ तर कसरी मरे हैन यार अरु हुन्छ हजुर मोर अलि गाह्रो केट लाउन केटा हो अलि गाह्रो रे गाह्रोमा मुझे फ्रस्ट्रेट हुन्छ मुझे म यहाँ फ्रस्ट्रेट हुनै मन छ रे मलाई यहाँ फर्स्ट टाइम खेलिरहेको छु यार त्यस्तो नभन्नु न यस्तो हुन्छ डिप्रेसन पुरा हुन्छ मैले नगटाको पार गरे छैन पब्जीमा म मान्दैन मुझे नौडाइ मान्दैन म अहिले लगाइदिनु पर्छ नि कस ओए ह्यान्सी त्यो लगाऊ न त्यो होला माछिक्ने के सुरुमै मुझे कन्डो अस्ति त्यहाँ 3 जनाको सुरुमै गाड फटाइदियो नि फर्स्ट वाला के त्यो डन्डामा चढ्नु लागि नि त माको ब्रोको त्यो चुरी सब निकाल्नु पर्छ मुझे अनि लगाउँ न त ल के छ र मलाई हानिदिन्छ जस्तो नि गराइन्छ मलाई कसम र कसम हौ के गर्ने म त पत्ता नि यार अलि हाल्नु पर्छ त्यसमा गोल्ड मेडलिस्ट हौ म उसको पार्करको मारेको छ त मैले हत्तेरका मारेको
ह्यान्सी म्याच सिक्ने एकछिन के म आउँदैछु लाड म पनि आउँछु म पनि धन्न उयो त धन्न कसरी कटाउँछ माछा फक ऊ अहिले सुरु भइसक्यो कसरी कटाउँछ भन्ने मैले त्यहाँ पुग्दासम्म के हुन्छ होला ए मैले बुझेँ कहाँ नम्बर 5 को यहाँ मिडनाइट हन्टर कम यार बेबी कम यार जित्नै पर्ने हुन्छ अब मिडनाइटबाट हामीले पापाजी त म्याच कहाँ पुग्यो 200 मिटर टाढा यार मभन्दा अगाडि म त कति 1000 मिटर पर होला है केटा तिम्रो भन्दा 200 मिटर 100-200 मिटर धेरै होइन म लेब्रोन 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 त मुजी कहाँ त मुजी म्यापैमा देखिन्न म आज चिक्ने त्यही त म हो कहाँ छ लेब्रोन मुजी लेब्रोन खै त कहाँ छ लेब्रोन भन्ने मुजी देख्दैन त म्यापमा तिमीहरूको नजरबाट धेरै पर एकछिन 200 मिटर धेरै होइन मुजी 200 मिटर हो लेब्रोन पनि हेत्तेरी म्याच गाडै आएको धन्न यार कहाँ गयो मिडनाइट मुजी मिडनाइट पुगेकै छैन अचम्म यहाँ अड्के जस्तो छ यो हाई जम्प वाला रहेछ क्या नर्मल जम्प वाला मजा आउँछ क्या आइज के हो के भइसक्यो रे ब्रो डिप्रेसनमा पुगिसक्यो क्या ए ला डुलेको डुलेको हेर्नु ओइ माछिने डबल जम्प हो यो कस्तो मुजी लौडा जस्तो मुजी यो डाँडा यो डन्डा मुजी त्यसै भुइँमा झारिदिन्छ यार हेर्न मुजी त्यसै फालिदिन्छ मुजी कति लामो पार गर्यो यता आम्मा धैट कस्तो लामो जम्प हान्छ यार धैट त्यस्तो चाहिँ पाइदिए पार गर होइन होला जो पाए त होइन होला लामो भयो क्या धेरै जम्प नर्मल जम्पमा मजा आउँछ क्या थाहा हुन्छ नि त कति जम्प हान्छ भनेर खराब भइसक्यो यहाँ मुजी छोटै जम्पमा यहाँ आफ्नो अब कसले यो दुलो बनाएको हो म्याच सेलरोटीमा माछा किन्नेको सन्डो सेकिसक्यो मुजी त्यहाँ खुब हिरो भनेर ए पार्को त हिरो मुजी भनेर सक्यो लडा हिरो माछिन अब टेन्सन भएन मुजी अब ऊ माछी ह्यान्सी कहाँ ऊ ह्यान्सी यहाँ कसरी चढ्ने हो यो ए आएको म मुजी टेढो टेढो चढेर राडीको मा हेर्न माछी गिराइदिएँ मुजी अनि त्यही हिँडेरको भएर त मुजी गिरे त कसरी कसरी यहाँबाट कसरी ए बाबा लडा सिधा मुजी टेढो भने ए मलाई साक ओए ओए त गिर्दो रहेछ यार यहाँ त मेरो छेउमा को हो त मुझे काठमा मुझे दौड्ने लिब्रो नै रहेछ बेरेक लिनु पर्यो यो मैले बस सुतेर खेलेर हो कि यस्तो गर्नु होइन सर बाहिरै होला ल केटा म रेक्स गर्छु ल एकछिन एक निन्द्रा पुऱ्याएर आउँछु ल भेट न मलाई के छ त मारेको छ त निन्द्राले त यार सुत्दिने भने सुत्दिने हो यहीँ भयो यहाँ यहाँ त झन् हराइरहेछ युरो
केटाहरूलाई त्यही कटाउनु धौधौ भइसक्यो क्या हो यो त मुजी भने मुडा मात्रै वाला जान्छ केटा। यो मुडा वाला त लडा रहेछ नि त हाम्रो लिन आउनु पर्ने हो केटाहरूलाई। यार कसले मलाई भेटायो यार म यहाँ फसायो भएर कसलाई भेटायो रे कुन नम्बरको कसले भेटायो के कसले भेटायो के कहाँ भेटायो नम्बर कहाँ 3 छ लाई मुजी मैले कुन भेटाएँ नम्बर 3 लाई भेटायो नम्बर 3 मुजी पछाडि छ बल्ल ओकेको पछाडि हो यही छु लामै हिजो कहाँ हो यो 200 मिटर टाढा मुजी नम्बर 7 लिब्रोन अनि सबभन्दा अगाडि को थियो अघि लिब्रोन नै हो त्यो रन्टीको बान नै हो। अगाडि त्यत्तिकै पर्छ यार कहाँ छ त लिब्रोन देख्दैन त अगाडि अब बढ्छ। मुजी 300 मिटर टाढा तिमीहरूको पुगिसक्यो यार नजरबाट धेरै पर हो केटा हो। त्यही भनेर मैले कहाँ आएकी छु 300 मिटर टाढा पुगिसक्यो यस्तो पार गर्दा कस्तो भनेको? म गुच्चा के अरे सिजन 2 मा खेल्थ्यो हौ केटा। हुनु होला मारेको थियो त मैले अब यहाँ यो त लास्ट गाह्रो छ कि मुजी यहाँ मुजी ए एउटा पिलर लाडा चढ्ने मुजी एउटा पिलर त कसरी चढ्ने मुजी दु दिमाग खराब हुन्छ यहाँ जी चढ्ने यार म फ्रस्ट्रेट हुन लागिसक्यो अब मुजी यहाँ हेर्न मुजी कत्रो ठुलो दम हुन्छ यार अಯ್ಯೋ दिमाग खराब केटाहरू त्यहाँ अड्केछ मुजी मलाई रिस उठ्यो मुजी दिमाग खराब हुन्छ नहीं पुग्थ्यो मुजी ह्यान्सी पुग्थ्यो राडी मुजी छोडेर हिँड्थ्यो मलाई अब म त पुगेपछि भने त मुजी पुग्यो भनेर म मुजी चेक पोइन्ट नै हानेन क्या यार ह्यान्सी यार कस्तो पुगिसक्यो यो केटा अफेयर भयो क्या हो। टिक्स एन्ड ट्रिक्स चाहियो। यार चाहियो नि मुजी कस्तो छ लाडो जस्तो ठाउँ छ यो मुजी डिफ्रेन्ट अभियसली चाहिहाल्यो नि यार के गर्दा हुन्छ मेरो लडा बसिरहेको नम्बर 2 को हो मलाई हेर त तिमीहरूले म बल्ल चेक पोइन्ट भेटिसक्यो। क्रस भयो यार तिमीहरूको लेफ्टतिर हेर केटा हो। लेफ्टतिर लेब्रोन लेफ्ट लेब्रोन कता छ हेर न। नजिकै छ त मुजी यहाँ त तल त मुजी के हो ब्लेड जस्तो मुजी काटाउन जस्तो गरेर बस्यो अब यो ब्लेड ए राम लिब्रोन त मुजी हिँडै चाहिँ माया चाहिँ रोक्दै नरोकिकन यार भनेको होइन तिमीहरूलाई स्वाइस, पत्ताउँदैन अनि स्वाइस हिँड्छ त मुजी के हो कस्तो गडबड है माया चाहिँ चिटकोट लगाएर आएको छ मुजी ए रन्टीको छोरोमा आफै चल्थ्यो यार जोइस्टिक पनि ऱ्याडीको छोरो धन्न खस्दिरहेको माछी स्पिडमा हिँडेर मुजी म हाम्रो मुजी माछा किन्ने मुजी खै माछी कहाँ पुग्यो मुजी यही छु पछि पछि। डन्डा लामो पछि मुजी कम टाढा हो यो भनेको मुजी यो भनेको लास्टै टाढा हो मुजी दिमाग खराब हुन्छ कहाँनिर छ ऊ त्यही त रहेछ त नि त लामै त अहिले मुजी थाहा हुन्छ एकछिनमा पक्नु न तपाईँ अहिले थाहा गाडबाट धुमारी दिन्छ मुजी एकछिनमा त्यो पिलरमा यहाँ त मुजी स्कुल गेमको उयो जस्तो भयो त यार सिसामाथि हम्पदा जस्तो पटाउला यो ब्रोले क्या हाम्रो भर्खर खोडा हान्ने ब्रोले ए पहिलो लेभलमा अडिन्छ भने फ्रस्ट्रेट भएर पहिलो दिमाग खराब भइसक्यो ब्रोको म थाहा पाइसक्यो पार्करको गड हो त केटा हो। ल अहिले लाउनुपर्छ त्यो मोड है माया चाहिँ ह्यान्सी है त्यो मोड लाउनुपर्छ है त्यो मोड मैले पनि लगभग पार त गरिसक्यो हो त्यही अघि भर्खरै खेल्थ्यौँ क्या माया चाहिँ हो त त्यो त सकिन्छ होला त्यो ऊ वाला के ए लाम एक दिन सुरुमा खेलेको थियौँ नि जसमा त्यो के अरे पुल त हुन त मैले त पार गर्न लागिसकेको थिएँ खास
धन्न लगाएर लेब्रोन कहाँ छ मुजी देख्दैन त ब्याङ्क कहाँ पुग्यो यो मान्छे दाइ नुनहरु सब ठिक छ नि म्याच प्ले नेट पिङ आइ भयो के केटा मेरो त यहाँ ठिक छैन ठिक छ त लास्टै सजिलो रहेछ यतापट्टि त यहाँ नरेश के हो बोलाको गर्ने नउ चिक्ने चिप्ले गर्छ होला म लेब्रोनलाई भेटाउन लागिसकेँ मुझे अब लेब्रोनको उयो मुझे त्यहाँ चेक पोइन्टै रहन्छ मैले एउटा म अड्के के केटा केटाहरू त गडै गर्छ नि त माया चिक्ने हामी के मुजी लौडा हो मुजी हामीलाई आउँदैन मुजी खालि गड वाउ गड मात्र अन्त लौडा चाहिँ चेक पोइन्ट क्या धन्न यहाँ आमामा पब्जी मोबाइलको यहाँ त पोस्टर राखेको छ सजिलो हो क्या कुनै चाहिँ गाह्रै छ कुनै ठाउँमा गाह्रो राख्दछ बिचमा चाहिँ सजिलो बनाइदिन्छ क्या मात्र काम छ केटा गयो ल जिप लाइन चढेर कहाँ गयो सक्यो ब्रो सक्यो यो ब्रो त टोप हान्न गयो राउन्ड टोप हान्दैछ माथि हेर्न केटा आमा मार्नु नि यार ब्रो यार कुर्नु न यार मुझे हामी पनि आउँदैछौँ त मुझे ब्रो मलाई त भन्दैन पनि के भएर डाल्न त नुनहरु के ठिक छ यसले टाउको दुखाइसकेर राम्रो नअलि बस त लट्ठीले म टिपेर लान्छु ओएमा ल चिलमा आइदिरहेको छि तमेरा हो क्या यो त मुझे बोल ओए त्यहाँ हेर्न बुझ्न लेब्रोनलाई मुझे अब नम्बरवाला म सुरमा लगेर झारिदिन्छु ल नाइके प्लिज यार ब्रो नगर्नु न यार ओ केटा यहाँ हेर्न केटा ब्रो नगर्नु है सुरुमा माछी म लाडा नि मुझे एकछिन हान्छु मुझे म त हाल्दै माछी नि मुझे लाडा मुझे तर मरे भने त्यही पुग्छ होला चेक पोइन्टमा तर त्यही चेक पोइन्टमा पुग्छ होला म त्यही पुगेँ धन्न मुझे माछी फाल्दैन बोकेर यार मैले त्योमा चरा चढ्न मन लाग्यो मलाई बोकेर यता अलि यता नेक्स्ट खेलौँ ल के अरे म त खेल्दिनँ पुग्यो कहाँ खेल्दिनँ ब्रो यार पुग्यो खेल्ने भने कहाँ पुग्यो पुग्यो कोही केटा हेर न म कहाँ छु लामो हेर्ने पनि आऊ कहाँ यो काठमा मान्छे भन्दा पर जम्मा हानिदिन्छ यत्रो मान्छे ओया काठभन्दा पर ल्याम जम्मा हानिदिएर त्योमा त्यही भएर कि ब्रो त्यो हल्का ध्यान दिनुपर्छ कि त्यो जोइस्टिकमा ठिक्कको जम्मा हान्नुपर्छ कि नत्र त कन्डो त त्यहाँ हाल्दैन दुईचोटि जम्मा हान्दा क्या फेरि ठिक्क गाने नि एक्जिटबाट नि छैन त व्हाट द फक के छैन रे एक्जिटको बटन नै छैन त गर्न मिल्दैन बाइकिङ आइसक्यो मैले यहाँ यो मुजी झन् ल्याउन जस्तो डन्डामा चाहिँ कसरी पार गर्ने यार अब झन् पातलो डन्डा आयो एक्जिट गर्न मिलेन नि केटा यार मेरो त यार यो चराबाट त यत्रो मेरो चाहिँ आएको मुजी धन्न सुरुबाट स्टार्ट भएर भन न माछी
काण्डो मुजी मलाई त यार कहाँ लिएर छोडिदिएको मुजी म त मुजी यसो लगेर लास्टै पुऱ्याइ जलब्रोले भनेको फेरि आइसक्यो मुजी मुजी भयङ्कर मुजी खप छ मुजी यसको त मलाई यार उडाइदियो भने त उडाइदियो माथि भएको मुजी ओ मुजी मेरो पारा लाग्छ मुजी पाछि म त मुख काट्दिन्छु म हेर्न उडाइदियो ब्रेक फ्री भन्ने अप्सन थियो नि कहाँ गयो मुजी प्यारासुट कुद्यो यार समातेर हिँड्ने म केटाहरूलाई लिएर आउँछु कि बरु नसमात्दैन म पनि पुग्छु अनि म नि केटाहरूलाई बोकेर मुजी लिएर आउँछु कि एउटा मात्र हो ल म चढ्छु नि त खै कसरी चढ्ने म रुक गेम भ्याइदेऊ त रुक त हजुर फेरि लैयो यार कहाँ फेरि स्टार्टिङमा लग्दै यार होइन गेम भ्याइदिउँ भनेको कि कसरी गेम ल्याउने रुक म तिमीलाई छोडिदिन्छु नि गेम म कहाँ पुगेको थिएँ म ऊ यहीँ हो पर यो अगाडि हो क्या यो धेरै अगाडि आइसक्यो यो त मुझे पुरा हावा त ड्रागन वाला छ डेन्जर यार यहाँ हो गेम Watch सकिन out! फिनिस लेखेकै छैन त यहाँ त यही हो कहाँ गएको फेरि फर्केर पागल रहेछ ल पुरा त ए उताबाट चाहिँ यता आएको हो ए म त मुझे यताबाट उता जाने भन्नु